डाक्टरले सुईले सानो नमुना लिन्छन्, तर त्यसपछि त्यो नमुना कहाँ जान्छ भनेर तपाईले कहिले सोच्नु भएको छ? यसलाई भनिन्छ फाइन निडल एस्पिरेसन, एफएनए। यो एउटा छिटो र सुरक्षित प्रक्रिया हो जसले थाइरोइड, घाँटीको गाँठो वा शरीरको अन्य सुन्निएको भागबाट कोशिका निकालेर रोग पत्ता लगाउन मद्दत गर्छ। पहिला छाला सफा गरिन्छ, त्यसपछि धेरै पातलो सुई गाँठोभित्र हालिन्छ। सिरिन्जको हल्का सक्सनले कोशिकाहरू सुईभित्र तानिन्छन्। केही सेकेन्डमै नमुना तयार हुन्छ। कुनै ठूलो अपरेसन आवश्यक पर्दैन। सुईबाट निकालिएको सामग्री काँचको स्लाइडमा राखिन्छ। त्यसलाई हल्का फैलाएर पातलो तह बनाइन्छ। यसलाई स्मियर तयारी भनिन्छ। अब यी कोशिकाहरूलाई माइक्रोस्कोपमा देख्न मिल्ने बनाउन रङ लगाइन्छ। केही स्लाइडहरू हावामा सुकाएर जिम्सा स्टेन लगाइन्छ। अरू स्लाइडहरू तुरुन्तै अल्कोहलमा राखेर प्याप स्टेन गरिन्छ, जसले कोशिकाको न्युक्लियस स्पष्ट देखाउँछ। क्यान्सर पत्ता लगाउन यही सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अब पालो हुन्छ प्याथोलोजिस्टको। माइक्रोस्कोप मुनि हेर्दा हामी कोशिकाको आकार, बनावट, न्युक्लियस र वरिपरिको पदार्थ हेर्छौं। जस्तै थाइरोइडमा कोलोइड र फोलिकुलर सेल्स, लिम्फ नोडमा इन्फेक्सन वा क्यान्सरका कोशिका। यी सबै अध्ययनपछि एउटा रिपोर्ट तयार हुन्छ, जसले भन्छ गाँठो सामान्य हो, शङ्का लाग्दो छ वा क्यान्सर हुन सक्छ। यही रिपोर्टले बिरामीको उपचारको दिशा तय गर्छ। त्यो सानो सुईको चोट वास्तवमा तपाईको शरीरबाट प्रयोगशालासम्मको यात्रा हो, जसले सही रोग पहिचान गर्न मद्दत गर्छ।